अधिकारीहरू न्यायाधीशहरूले कसरी फैसला गर्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो शास्त्रले बताएको छ श्रीमान। मैले प्रस्तुत गरेँ, यहाँले सम्झाइ पनि दिनुभयो। त्यस कारण तर्कशास्त्रले मात्रै हुँदैन, कानुनले मात्रै हुँदैन, सिधा देखिनु पर्यो। जसलाई तपाईँको चाहिँ हत्याको अभियोग छ त्यो मान्छे पुरै भिडियो हेर्दाखेरि आएदेखि गएसम्मको देखिन्छ उसले काहीँ पनि हातै चलाएको छैन होइन र। बरु उसलाई चाहिँ मान्छेहरू डन्ठा बोकेर गाडीमा हान्न आएका छन्। अनि उहाँले चाहिँ यस्तो कुशलतापूर्वक एउटै पनि मान्छेको खुट्टाको औँला पनि नकिसिकन जोगाई जोगाई गाडी चलाउनु भएको छ। अनि सरकारले मान्छे किन नमारेको यस्तो जोगाई जोगाई पनि गाडी चलाउने हो यति राम्रोसँग भनेर मुद्दा चलायो। हेर्नु है, अहिले त मुद्दा त यो हो नि खासमा। मैले गाडी चलाउँदा कति मान्छेले ठोकिन खोजेको छ, जोगाएर हिँडेको छु। गाडी चलाउँदा जोगाएर चलाउँदाखेरि मुद्दा लाग्दैन कि, त्यसको सजाय नै हुँदैन। यस्तो मुद्दा चलाइरहेछ सरकारले। गाडी भिड भएको ठाउँमा लगेको होइन कि, गाडी लगेको ठाउँमा मान्छे दौडेर आएछन् गाडीसँग ठोक्दिन। हाम्रो सवारी ऐनमा हाम्रो चाहिँ कहीँ पनि यस्तो कानुनी व्यवस्था छैन जहाँ मान्छेलाई ठोकिन खोजेको होस् तर कुशलतापूर्वक गाडी अगाडि बढेको होस् त्यहाँ मुद्दा चलाइदियोस्। मैले अब अन्त्यमा जोड्न चाहे, पछिल्लो समय नेपालमा चाहिँ न्यायालयप्रति अलिकति विश्वास गुमेको जस्तो देखिन्छ। आज मात्रै वीरगञ्जमा न्यायाधीशको इजलासमा भित्रै पसेर 2 जना व्यक्तिले चाहिँ कालो मुसो छापेको भन्ने समाचारहरू आइरहेका छन्। यहाँलाई चाहिँ